सम्झना खनाल। केही समय अगाडि जन्मदिन मनाउने क्रममा म पशुपति नजिकैको वृद्ध आश्रम पुगेकी थिएँ। भेटेँ 75 वर्षीय वृद्ध बालाई। मेरो दाहिने हात च्याप्प समाउँदै बाले भन्नुभयो, नानी, परदेशीका धेरै मदनहरू मुना सम्झेर घर आएका छैनन्। घरको टायल फेर्छु भनेर विदेशीका लाखौँ साइलाहरूले अझै टिनले छानो छाएका छैनन्। बाले सम्झँदै भन्नुभयो, आजै जस्तो लाग्छ नानी, पिँढीको डिला बसेर छोरोले बा विदेशी साउको ऋण तिरिहाल्छु नि, आमालाई औषधि मुलो गर्न नि पैसा कमाउने परो के रे। एका बिहानै आँगना ठुलो बाकसा हुने। एक मनले सोचे, होइन परदेशमा पैसाको बुटै फल्छ कि क्या हो, गएको 1 वर्ष बाद छैन यति ठुलो बाकसा पैसा पठायो नै। शिरको टोपीले गहभरीको आँसु पुस्दै बाले भने, तर सोचिन नानी, बाकसा उडेको छोरो बाकसा प्याक भएर आउला भनेर। मेरो मन भारी भयो। बाले मुटु सम्हाल्दै फेरि प्रश्न गरे, नानी, यो समृद्ध नेपाल, सुखी नेपाली कहिले आउँछ? मैले खिस्सा हाँस्दै भने, 50 वर्षसम्म राजनीतिको बागडोर सम्हालेको जम्बो टोलीले त भन्न सकेको छैन बा, म कसरी भन्न सक्छु? तर यति हो कि नेपालको प्राकृतिक सम्पदा, जल जमिन, जनसङ्ख्यालाई उच्चतम प्रयोग गर्ने भने समृद्ध नेपाल, सुखी नेपाली सम्भव छ हाम्रै पालामा। आज यही विषयमा आफ्नो छोटो मन्तव्य राख्ने अनुमति चाहन्छु। संसारमा 190 भन्दा बढी राष्ट्रहरू छन्। ती राष्ट्रहरूमध्ये स्वर्गकै टुक्रा मानिएको, प्रकृतिले आफ्नो अनुपम नमुना बनेर छानिएको मेरो देश सम्भावना नै सम्भावनाको खानी हो। तर विडम्बना, प्रत्येक दिन 1500 भन्दा बढी युवाहरू विदेशिन्छन्। मलाई अचम्म त यो लाग्छ कि एकचोटि नेपाल सरकारले प्रश्न समेत सोध्ने हिम्मत राख्दैन। नेपालमै बस्छ नानी हो, हामी रोजगारी सृजना गर्छौँ, तिमी किन विदेश जाने हो? फलस्वरूप आज 50 लाख 40 लाख भन्दा बढी युवाहरू आफ्नो रगत पसिना र खुसीसँग कतारको रियल र मलेसियाको रिङ्गिट साट्न बाध्य छन्। यही मञ्चबाट बुलन्द आवाजको साथ प्रश्न गर्न चाहन्छु कि हे नेपाल सरकार, कहिलेसम्म रेमिटेन्सले देश थान्ने सपना देखेको छ? मलाई अचम्म त यो लाग्छ कि जम्मा 2% जनसमुदाय कृषिमा आधारित अमेरिका विश्वलाई अरबौंको गहुँ बेच्छ, करोडौंको धान बेच्छ, हुँदा हुँदा जनवारको सिमेन अर्थात् ब्रिय समेत बेचेर मिलियन्स अफ डलर्स अमेरिका भित्र आउँछ। नेपालभन्दा सानो देश नेदरल्यान्डको कुरा गरौँ। महोदय, एउटा अन्डा कति रुपियाँमा किन्नुहुन्छ? 15 रुपियाँमा। त्यो अन्डाभित्र रहेको सेतो भाग, जसलाई अङ्ग्रेजीमा एल्बुमिन भनिन्छ, उसले आफ्नो अनुसन्धान प्रयोग गर्दै त्यहाँबाट न्युट्रिसिनोफिल भन्ने ट्याब्लेट निकालेर 1500 भन्दा बढी डलरमा विश्वलाई बेच्छ र मिलियन्स अफ युरोपियन डलर राष्ट्रमा भित्राउँछ। तर विडम्बना, मेरो देश 80% भन्दा बढी जनसमुदाय कृषिमा आधारित मेरो राष्ट्र 2016 र 17 के आकलन हेर्ने हो भने 33 अर्ब 17 करोडको खाद्यान्न नेपाल भित्राउँछ। अनि उसको $1 साट्नको लागि मैले मेरो 126 रुपियाँ जम्मा गर्नुपर्ने? अरे संसारमा रहेको 116 भन्दा बढी राष्ट्रले आफ्नो सामानको भ्यालु एडिसन गरेर बेच्दा मेरो देश र मेरो शिक्षित भनिएको खप्पर्ने वरिपरि रहेको गावामा देखिने एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट चिन्न सक्दैन र कम्मरमा हात लाएर टुलु टुलु हेरेर बस्न बाध्य छ। यसको अन्त्य कहिले हुन्छ महोदय? त्यसैले आउनुहोस्, समृद्ध बन्ने हो भने मनकामना र गोर्खामा फल्ने ती लाखौँ सुन्तलाहरूलाई विश्व व्यापारमा प्रवर्धन गरेर बेच्ने सपना देखाउँ। महोदय, म अर्को प्रश्न पनि गर्न चाहन्छु। 4000 मिटर भन्दा बढी हाइटमा पानी छमछक्ती बगेको चिसो झरनाको पानी कहीँ देख्नु भएको छ? देख्नु भएको छैन भने मेरो नेपालमा देख्नुहुन्छ। अरे दुनियाँलाई घाँटी बिसाउने मौका दिउँ न, हिमालयन प्योर मिनरल वाटर भनेर संसारलाई बेचिदिउँ न। संसारमा रहेका 7 बिलियन जनसमुदायले प्रत्येकले एक दिन घुड्की लगाउँदा लगाउँदै हामी नेपाली धनी भएको पत्तै पाउँदैन। महोदय, म च्यालेन्ज दिन चाहन्छु, यदि संसारले स्याउहरूको प्रतियोगिता गर्छ भने म मेरो मुस्ताङको स्याउ लगेर टेबलमा राखिदिन्छु। एकचोटि कडममा टोक्ने बित्तिकै विश्व लालायत हुनेछ र बाध्य हुनेछ स्याउहरूको हिरोको उपाधि मेरो देशको स्याउलाई दिनको लागि। महोदय, 3050 मिटरमा धान फलेको कहीँ देख्नु भएको छ? देख्नु भएको छैन भने आउनुहोस् जुम्लाको मार्सीमा। जुम्लाको जुम्ली मार्सी रातो र कालो धानलाई प्याटेन्ट राइट्स गरेर दुनियाँलाई बेचिदिउँ न। अरे 7 बिलियन जनसमुदायले प्रत्येकले एक चम्चा गरेर चाख्दै हामी धनी भएको पत्तै पाउँदैनौँ। यस्ता उदाहरण त मसँग 1 देखि 1000 म खर्र लेख्न सक्छु, तर समय 5 मिनट छ महोदय। त्यसैले आउनुहोस्, समृद्ध बन्ने हो भने मेहनत र परिश्रममा विश्वास गरौँ। प्रहरीले जनतालाई विश्वास गर्न जानुहोस्, जनताले पनि आचरण सुधार गर्नुपर्छ भन्ने ठानोस्। कठैबाट विभत्स हत्या भएकी निर्मला पन्त बहिनीको जस्तो हत्या फेरि दोहोरिने छैन। विद्यार्थीले शिक्षकलाई सम्मान गर्न जानुहोस्, शिक्षकले पनि फुल टाइम पढाउँछु भन्ने ठानोस्। एसईई परीक्षामा 0 नतिजा दिने त्यस्ता सरकारी विद्यालयहरूको फेरि पुनर्जन्म हुने छैन। अर्को उदाहरण,
प्रत्येक राष्ट्र कर्मचारीले आफ्नो काम निष्ठापूर्वक गर्न पर्छ भन्ने जानुन्। भर्खरै इन्डोनेसियामा गएको सुनामीमा नेपाल सरकारले समवेदना पठाउनुको सट्टा हार्दिक बधाई लेखेर राष्ट्रको बेइज्जत गर्ने भ्रष्ट कर्मचारीको फेरि पुनर्जन्म हुने छैन। अन्त्यमा जाँदा जाँदै म 23-24 वर्षकी भएँ। मलाई 80 वर्षसम्म बाँच्ने रहर छ, तर त्योभन्दा पनि ठुलो रहर त्यतिन्जेल बाँच्दाखेरि मलाई मेरा छोराछोरी देशमै स्वदेशमै देख्न मन छ, र त्योभन्दा पनि ठुलो रहर यो काखमा नाति नातिनालाई खेलाएर मर्ने रहर छ। धन्यवाद।